वाह सरलाई आशीर्वाद हो माई गॉड हाम्रो सवारी सब हिँडिसकेको छ है अब चाहिँ सब लगाएर सवारी सौरामा बल्ल तल 1000 सब्सक्राइबर कट्यो अनि यताबाट जाँदैछ हामी चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर यो सानो स्टपहरू छ हाम्रो अब गर्न सक्नुहुन्छ ए उहाँ रहेछ डुङ्गाहरू त सबै फाइनली देख्न सक्नुहुन्छ अब हामी गइसकेको छ यहाँनिर टक्क लाएर जङ्गलभित्र गएको छ है ल सबजना सल्लाह लाएर फाइनली हाम्रो गाडी सर्व हिँड्न लागेको छ अब लस्करले लाएर एउटा गाडी अगाडि दुईवटा उता तीनवटा अनि 4वटा यो एउटा आयो 5वटा उता पनि आयो पछाडि आयो 6वटा गाडी लिएर हामीले ट्याक्क जाने सबजना देख्न सक्नुहुन्छ सर्व लाएर ल रमेश सर यता हेरिदिनु न रमेश सर यता हेरिदिनु त ल आएर सर ट्याक्क ल ठिक छ होइन सर ल ए हुन्छ ल सर यसो यता हेरिदिनु लुक्स दिनु त ल सबै सरहरूले ल ल ल सबजना पछाडि पछाडि दुईवटा गाडीहरू ट्याक्क आइसकेको छ ल म सन्देश है ल हाम्रो परिचय हुँदैछ ठ्याक्क लाएर हाम्रो के अरे हामीलाई गाइड गर्ने दाइ हुनुहुन्छ देख्न सक्नुहुन्छ अब हाम्रो चाहिँ ट्याक्क गइसकेको छ प्रवेश भयो भित्र सब चेकिङ रोकेर हामी त अब हेर्दै जानु होला सबजनाले सौराको मजा सबैजना नआउनु भयो भने घरि बसेर हेर्न सक्नुहुन्छ त्यो भाइसँग छ कि छ हो र यस्तो जाँदा पनि गएर चाहिँ कति मान्छेहरूलाई मारेको छ बस सानो कुरा गरेर दाम लाग्छ तपाईँहरूले दाइ यो खोलाको नाम के हो रोनाल्डो छ भाइ रोनाल्डो जङ्गली हात्ती ए साँच्चै यताको एकदम भयङ्कर हात्ती अर्को सफारी गइसक्नु फर्केर ऊ त्यहाँ हात्तीहरू देख्न सकिन्छ टक्क लाएर पछाडि दुईवटा हात्ती गएको छ यो खोला सानो चरा राइट साइडमा सानो मयूर देखिएको छ क्यामेराले नधाने पनि मयूर देख्न सक्नुहुन्छ एकदम ए ल मयूर ल सबजना मयूर हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ यहाँ भिडियोमा कति दामी मयूर पानी परेको भए नाच्थ्यो होला अब चाहिँ नाच्दैन होला हैन मयूर अहिले अब हामी जाँदैछौँ घनिष्ठ जङ्गलभित्र र यसो म्यानेज गरिदिनु पऱ्यो नि हजुरले हेत्तेरिका
हामी टक्क लाएर घनिष्ठ जङ्गलभित्र जाँदैछौँ। अब चाहिँ देख्न सक्नु तारै त्यो भएको जङ्गल छ है। संसारमा राम्रो भनेको जुनै पनि चिजको भाले नै हुन्छ। हो मान्छेको किन केटी राम्रो नक्कल गर्छ रियलमा त होइन नि हो सिंहको नि भाले रौँ हेर्नु आफो यो के हो त? त्यही भएर त बन्द भयो त। हजुर के अरे? बिस्ताला बनाएको है देखिन्थ्यो होला सबै दुर्बिनबाट। चलौँ यहाँ टाढा देख्न सक्नुहुन्छ मेरो क्यामेरा क्वालिटी नभेटे पनि खोइ यस्तो त क्यामेरा खोइ देखेकै होइन। ए यता हिँडिरहेको रहेछ मैले अर्कोतिर खिचेँ भाग्यो 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 भाग्यो। जङ्गलको बिचमा देख्न सक्नुहुन्छ एउटा हात्तीको सत्र मार्गदर्शन गराएको छ। सानो हात्ती हात्तीले पनि सानो पिटी हात्ती छ है बच्चा हात्ती छ। बच्चासँग खेल्न हो कि हात्ती र हात्तीको बच्चा ट्याक्क यस्तो खेल्छ हात्तिनी र हात्तिनीको बच्चाले ट्याक्क बाटो यस्तो बबाल ढोकेको छ जङ्गलको बिचमा खेल्छ कि हात्तीको बच्चा कि मान्छे सब ब्याक किक हान्छ पछाडि खुट्टाले होइन हात्तीको बच्चा सबैभन्दा बच्चामा हेरेर आउँछ सबैको जनावरको बच्चा राम्रो हुन्छ तर हात्तीको बच्चा सही लाग्छ कि मलाई बच्चा त सबैको राम्रो हुन्छ केरा सेरा केही ल्याएको छैन है दियो क्या खतरा तरिका नामलाई शिरमा उसको भिडियो बनाइदियो है मैले देखेँ मलाई त खुच्चेलाई दिन्छु खुच्चे जान्दैन अझै ट्रेन गरेकै छैन हात्तीको बच्चा सबैभन्दा मलाई मजा लाग्ने भनेको हात्तीको बच्चा हामी बेला हुँदाखेरि त तल नारायणीमा दुईवटा बच्चा त्यही बच्चा पाउने बनाएको थियो सौरातिर भ्याएन भने उता बच्चा पाउँदैन यस्तो लड्थ्यो मान्छे तर होइन कस्तो राम्रोसँग खेल्छ कि तर पुरै ब्याक किक पछाडि खुट्टाले हान्छ कि भाइ यो कान्छालाई यता लिएर आउँछु यो सानो सानो भाइसित अङ्गला हालौँ न मलाई बहुत मजा हात्तीको बच्चा सबभन्दा मेरो फेभरेट भनेको बाउ रिसाउँदा रिसाउँदैन खोइ त हेर नाम त ए मुन्डे एकैछिन तपाईँ भिडियो बनाउँदै छैन ए हजुर म चाहिँ नमगाएर अब दर्शन भइरहेको छ हामीले टक्क लाएर बच्चा हात्ती पिकी पिकी मलाई आशीर्वाद दिन भन ल वाह सरलाई आशीर्वाद हो माय गॉड सर सबलाई आशीर्वाद भएको छ ल ल बाई 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 दाइ ल यो चाहिँ रमाउने भाइ ल बाई बाई पिक प्याक पिक प्याक गइसकेको छ अब हामी गयौँ अब जाँदैछौँ हामी देख्न सक्नुहुन्छ गोविन्द मलाई हेर
क्या दामी भयो है तर मेरो यति नजिकै यिनीहरू टाइगर भएको ठाउँमै हुन्न कि यिनीहरू भएको ठाउँमा यिनीहरू छोडिहाल्छ टाइगरको गन्ध गनाउँदा बाघको गन्ध एउटा गनाउँछ र यिनीहरू त भागिहाल्छ टाइगर छ भने टाइगर छैन भनेर बुझ्नु पऱ्यो होइन हामी आउँदैछौँ भनेर होला नि ल ठिक छ एउटा बिस्कुट दिने भने त अर्कोचोटि त बाटोकै छेउमा आउँछन् बानी पर्छ नि त यिनीहरूलाई मिठो फुडहरू दिने हो भने अर्कोचोटिबाट सरहरू पाइरहेको छौँ हामी वेटिङमा चाहिँ टाइगरको छौँ के अरे मृगहरूको सबैभन्दा सानो खालको प्रजाति रतुवा हजुर पार्किङ डियर यस ठ्याक्क लाएर हाम्रो एकदम दामी पोइन्टमा देख्न सक्छौँ हामीले जुम गरेर गई टक्क भालेपोथी मस्त गफ गर्दै बसिरहेको छ मगरमच्छ ट्याक्क देख्न सक्नुहुन्छ कोही मस्त भालेपोथी गफ गर्दै बसिरहन् भाषण गऱ्यो होला नि सर भन्नु गई देख्दाको अनुभव कस्तो छ सर आवाज छ नि ठिक छ गई देख्दाको अनुभव देखेँ सर सर 2 शब्द ए हुन्छ ल हुन्छ ल जाम कुन अरे सर यो घरियाल गयो ल हेर्न सक्नुहुन्छ यहाँले टक्क पानीमा यस्तो चुच्चो अगाडि निकालेर बस्यो मस्त लाएर कतिखेर मुखमा माछा आउला त नि के होइन हाम्रो सन्देश सरले उता हेरिरहनु भयो ट्याक्क लाएर खोइ ए सारस चरा ए यहाँ त मेरो जुमै भेट्दैन यहाँ हरायो सारस चरा देख्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँनिर ल फाइनल देख्न सक्नुहुन्छ अब चाहिँ मेन अट्र्याक्टिभ चौराको गैडा देख्न सक्नुहुन्छ तपाईँहरूलाई गैडा देखाउन गइरहेको छु सबैजनाले हेर्नु होला किन टक्कै एउटा भ्यू आउने ठाउँमा रोकिनु त गैडा ल स्टप ल छेकियो रुखले त हामीले भिडियो गर्न पाइएन यति पछाडि गर्नु मेरो त पुरै छेकियो ल गैडा ल सर एउटा 2 लाइन भनिदिनु सर ए जनावरको नाम के अरे सर राइन ल टक्क हिमालमा नि हुन्छ ल आम्बो सरको खोइ S20बाट सरको मोबाइलमा पो जुम गरेर गएर हेर्न पर्ला जस्तो वा त्यसले त्यसमा किर्ना सिर्ना चरा त्यो भएको किराहरू सब खाइन्छ पार्टनर भैँसीमा त्यो बगुल्ला चढेको देख्दैनौ सेम त्यही हो भल भएको छ हामी रोकेर गएर हेरिरहेको छौँ चारैतिर भ्यू हेर्नु दामी छ गैडा सुतिरहेको छ ए सुतेको भन्न आएछ गैडा पानी खेलिरहेको छ गर्मी भएर होइन हामी ठ्याक्क अब यहाँ जङ्गलको बिचमा तालमा आइसकेको छ
दबाईबोटे तालमा हामी टक्क अब आइसकेको छ इन्ट्री भयो अनि यहाँनिर चाहिँ यहाँ ब्रेकफास्ट खाजासाजाहरू सब पाउने ठाउँ अरे त्यही छ ठिक छ सब कस्तो दामी कलाहरू हात बढाएर गइरहेको मूर्तिहरू सबैजनाहरूको हामी आइसकेका फेरि हामीले देख्न सक्नुहुन्छ यहाँ बिच्चा जङ्गलमा अघिको गैँडालाई अर्को गैँडा फेरि देखिएको छ है गाइजहरू सबजनाले हेर्नु होला गैँडा देख्न सक्नुहुन्छ आलो खेलेर यस्तो दामी तरिकाले बसेको छ सबजना चाहिँ टक्क समय निकालेर जङ्गल सफारी आउनु होला त्यही भन्न चाहन्छु सौरामा खतरा आलो खेल्दो रहेछ है सरहरू हामी सर बिस्तारै फर्किने क्रममा हुनुहुन्छ अब त्यस्तो खासै देखिएन यहाँ जनावरहरू केही पनि पानी परेर सबै ओत्लाउन गए जस्तो लाग्यो मलाई चाहिँ खासै केही देखिएन हामी ट्याक्क वाइ जान्छौँ अब हामी ट्याक्क निस्किनतिर लागिसकेको छौँ देख्नुहुन्छ सबजनाले अब हामी त फेरि यो हामी बसेको होटेलतिर जाँदैछौँ जङ्गललाई बाई बाई हामी अब ठ्याक्कै हाम्रो होटलतिर टर्न लागेको छौँ यहाँनिर यो नेसनल पार्कबाट यतातिर लागिसकेको छ टर्न लाग्यो अब हाम्रो प्याकेज सकिने बेला 2-3 मिनट छ अब ठ्याक्क लाएर इभी गाडी रहेछ उता सकेको छ अब हाम्रोबाट यहीँनिर हात्ती छैन भने जङ्गल जानै पर्दैन हामीले नै अनि आशीर्वाद यसरी दिन्छ आशीर्वाद त ठ्याक्क आइसकेको छ सबजनाले अन्तिमसम्म हेरेर साथ दिनेहरूलाई धेरै धेरै धन्यवाद सपोर्ट गरिदिनु होला माया गरिदिनु होला भिडियोलाई सेयर गरिदिनु होला हाम्रो चाहिँ अब इन्डिङ भइसकेको छ ल टक्कै रोकिछ ल कस्तो लाग्यो सरहरू रमाइलो भयो होइन जस ल ल अब चाहिँ भ्लग इन्डिङ गरेको छ सबजना सपोर्ट गरिदिनु होला